नमस्कार सेवारो स्वागत छ मेरो छोटो मिठो भिडियोमा। स्किप नगरिकन हेरिदिनु होला भन्ने मैले चाहिँ आज यो आराधारे झोला र चिन्डुको झोला देखाउन गइरहेछु। यो चाहिँ सेतोबाट चिन्डु होला। कसैले लिनु इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ। यो चाहिँ डार्क ग्रिनबाट अहिले चाहिँ दुईटा मात्रै बनिएको छ चिन्डु होला, अर्को बनिँदैछ। अनि यिनीहरू चाहिँ फुलबोको कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला। यो चाहिँ मेरो प्रडक्ट भनौँ, मेरो हातबाट बनिएको झोलाहरू। सेतोमा अब अरू बनिँदैछ। धन्यवाद।